आउँदै जाँदै गर्नु है सबलाई राम राम। आउँदै जाँदै गर्नु है सबलाई राम राम। यो गाउँको ठेट्टोमा, यो गाउँको ठेट्टोमा कान्छा मेरो नाम। आउँदै जाँदै गर्नु है सबलाई राम राम। आउँदै जाँदै गर्नु है सबलाई राम राम। ओके गाइज, सम्पूर्ण साथीहरुमा मेरो नमस्कार। गाइज नमस्कार है, नमस्कार नमस्कार नमस्कार। म यहाँ तपाईहरुलाई यहाँ आज खेतबाट यो लाइभ भिडियो प्रस्तुत गरिरहेको छु। म अहिले खेतमा छु साथीहरु। आज मेरो चाहिँ अब यसो धानमा थ्रेसर लाउने, धान थ्रेसिङ गर्ने काम भएको छ हैन। काम भइसकेको छ। म तपाईलाई देखाउँछु। यहाँ यसो हेर्नु त ल, यो थ्रेसिङ भइसकेको, यो मेरो थ्रेसिङ भइसकेको धानहरु यो जुन देखिरहनु भएको छ तपाईहरुले, यो थ्रेसिङ भइसकेको छ। अब यो धान लगेर काँटामा बुझाउने हो हैन। यो पुरै धान यो लगेर काँटामा बुझाउने, काँटामा बुझाएर अनि यहाँबाट अलिकति टेन्सन मुक्त हुन्छ। यो तनाव, यो टेन्सनको विषय बनेको छ मेरो लागि अहिले। जबसम्म यो धान खेतबाट निकालिँदैन तबसम्म एउटा चिन्ताको विषय बनिरहन्छ यो। त्यसैले आज म यहाँ खेतमा छु है, थ्रेसिङ गर्दैछु धानहरु। म तपाईहरुलाई यहाँ देखाइरहेको छु। साथीहरु को हुनुहुन्छ लाइभमा यसो लाइक कमेन्ट र शेयर गरिदिनु होला हैन। लाइक कमेन्ट शेयर चाहिँ गर्न नबिर्सिनु होला आउने साथीहरुले। ल त हजुर, को हुनुहुन्छ लाइक कमेन्ट शेयर गर्नु त यसो। को हुनुहुन्छ आउनुस् 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 आउनुस्। म तपाईहरुलाई यहाँ के गर्नु भन्नु त? के गर्नु भन्नु न ल, भन्नुस् त तपाईहरु के गर्नु भन्नु त? म चाहिँ यहाँ अलिक व्यस्त छु है साथी हो। यसो म अब यहाँ धान डुङेर बसिरहेको छु। जबसम्म यो धान काँटा गरेर उठाइदैन नि तबसम्म अब अलिक गाह्रै हुन्छ यो छोडेर हिँड्न हैन। म यो छोडेर हिँड्न गाह्रो हुन्छ। साथीहरु को हुनुहुन्छ लाइभमा यसो लाइक कमेन्ट शेयर चाहिँ गरिदिनु होला है साथीहरु। म तपाईलाई देखाइरहेको छु नि यो खेत, यो धान मारेको खेतहरु। यो आज भर्खरै धान मारियो। यहाँ यता पनि छ अलिअलि, एक खुट्टी यता पनि छ पछाडि है। म तपाईहरुलाई देखाउने कोसिस गरिरहेको छु। यो एक खुट्टी छ अनि यता परसम्म यो तीनटा परालको जुन जाग देखिरहनु भएको छ, यो आजै अघि भर्खरै हामीले थ्रेसिङ गरेर धान काटा गर्ने लायक बनाइसकेको छ। अब यो चाहिँ लगेर यसो काँटामा जिम्मा लाउने हो। त्यसपछि यो तनावबाट दूर हुने हो साथी हो। ल त ल त ल त ल त हजुर, यसो साथीहरु को हुनुहुन्छ लाइभलाई शेयर गरिदेऊ हैन। शेयर गरिदेऊ, कमेन्ट गरिदेऊ, लाइक गरिदेऊ अनि च्यानललाई चाहिँ सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु है साथी हो। म बेला बेलामा यसो कुनै बेला नि तपाईहरुको मनोरञ्जनको लागि केही कुराहरु, केही जानकारीहरु लिएर बेला बखत यो लाइभमा आइरहने गर्दछु। त्यसैले र लाइभमा मात्रै हुन्छ त मैले लाइभ गरेका कुराहरु फेरि
पछि च्यानलमा खोज्नुभयो भने तपाईँहरूले भेट्नुहुन्न, किनभने त म राख्दिनँ। म लाइभ इन्टरटेनमेन्टको लागि मात्रै हो त्यो। त्यसपछि त्यसलाई म चाहिँ अब हाइड गरिदिइहाल्छु। त्यसैले म कतिखेर लाइभ आउँछु होइन, त्यो लाइभ आएको बेलामा तपाईँलाई नोटिफिकेसन आओस् भनेर मैले तपाईँहरूलाई चाहिँ बेल नोटिफिकेसनमा पनि यसो टिक मार्क लगाइदिनु होला होइन। अनि च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला। म आएको बेलामा यसो तपाईँलाई ठ्याक्कै आउँछ, नोटिफिकेसन आउँछ, अनि तपाईँहरू आउनु होला। लाइभमै रमाइलो गरौँला होइन, लाइभमा रमाइलो गरौँला है। आजलाई अब म चाहिँ यसो के भन्नु र, बिजी भएको कारणले गर्दा। तर आजभोलि खोइ के हो के, मेरो लाइभमा केही मान्छेहरू कम आउन थालेछ कि किन होला, म मन नपरेर हो कि के हो बुझ्नै सकेको छैन मैले। यसो साथीहरू आएर लाइक कमेन्ट्स अनि गरिदिनु भयो भने, यसो कुराकानी गरिदिनु भयो भने रमाइलो लाग्छ के, रमाइलो लाग्छ हजुरहरूसँग यसो लाइभमा कुरा गर्न बस्न। तपाईँहरूको प्रतिक्रियाहरू पढ्न राम्रो लाग्छ। म चाहिँ अलिकति यहाँ अब यसो यो धानले गर्दा होइन बिजी भएको छु। के भन्नु, यो गाउँको ठिट्टोमा, यो गाउँको ठिट्टोमा कान्छा मेरो नाम, आउँदै जाँदै गर्नु है सबलाई राम राम, आउँदै जाँदै गर्नु है सबलाई राम राम, यो गाउँको ठिट्टोमा, हो यो गाउँको ठिट्टोमा कान्छा मेरो नाम, आउँदै जाँदै गर्नु है सबलाई राम राम, आउँदै जाँदै गर्नु है सबलाई राम राम, यो गाउँको। म चाहिँ बसेँ है साथी, म चाहिँ यसो बिदा गरेर गएँ है। अब एकछिन बसेर, अब कोही हुनुहुन्न जस्तो लाग्छ मलाई चाहिँ। अब हुनुहुन्छ भने खै मेरो मोबाइलमा किन देखाएको छैन। यो प्राविधिक त्रुटि छ कि कहीँ कतै कमी छ कि। अनि हजुरहरूसँग एउटा अब नेपालको विषयवस्तुलाई लिएर बात मार्ने मन पनि मलाई अस्तिदेखि नै भइरहेछ, तर खोइ गरौँ नगरौँ होइन, बडा दुविधामा छु म होइन। बात के हो भने, अस्ति हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूले कुनै एउटा कार्यक्रममा उदाहरण दिँदै केही धार्मिक विभिन्न धर्मका नाम उल्लेख गर्दै होइन टीका टिप्पणीहरू गर्नुभएको थियो। अब यसरी टीका टिप्पणी गरिरहँदाखेरि उहाँको मनसाय चाहिँ मैले अब उहाँको पुरै भिडियो लगभग पटक हेरेँ। मैले पनि बुझ्ने प्रयास गरेँ आखिर यो रियाक्सन किन भयो, किन यसरी रियाक्ट गरे मान्छेले, कहाँनिर के गल्ती बोल्नु भएछ भनेर पटक मैले कोसिस गरेँ है भिडियो हेरेर पत्ता लगाउने, तर म चाहिँ सकिनँ है। मैले पत्ता यति लगाएँ कि उहाँले चाहिँ उदाहरणको रूपमा, अब त्यो पनि महिला सशक्तिकरणको
विषयलाई लिएर त्यहाँ कार्यक्रम चलिरहेको थियो र त महिला सशक्तिकरणकै विषयलाई लिएर उहाँ चाहिँ एउटा उदाहरण दिनु भएको जस्तो मलाई चाहिँ भान भयो हैन। र यसरी उहाँ चाहिँ बोलिरहँदाखेरि कुनै एउटा धर्म विशेषलाई त्यसरी नै टार्गेट गरेर भनेको त थिएन, तर त्यसलाई चाहिँ इस्यु बनाइयो। इस्यु बनाएर केही मान्छेहरूले आफ्ना असली चरित्र त देखाए, असली अनुहार पनि देखाए, हामीले हेऱ्यौँ। त्यो जुन असली भित्री चरित्र छ त्यो चाहिँ देख्न पायौँ भिडियो मार्फत, वक्तव्य मार्फत, अभिव्यक्ति मार्फत। खैर जसले जसरी पाए रिएक्ट गरे, तर मलाई चाहिँ अलिकति खड्केको कुरा के हो भने जुन तरिकाहरू मिडियामा आयो, जुन तरिकाले प्रतिक्रियाहरू मिडियामा आए, जुन तरिकाले ती प्रतिक्रियाहरू दिए मान्छेले, मेरो बुझाइमा चाहिँ त्यो प्रधानमन्त्रीको वक्तव्य भन्दा पनि घातक र एकदमै घिनलाग्दो र डरलाग्दो प्रतिक्रियाहरू भिडियो मार्फत सोसियल मिडियामा आयो। आग धम्की चुनौती दिँदै काट्ने मार्नेदेखि लिएर यो गाली गलौज त साधारण भइहाल्यो, काट्ने मार्नेदेखिको शब्दहरू प्रयोग गर्दै केही उच्छृङ्खल तत्त्वहरूले बाकायदा भिडियो बनाएर सोसियल मिडियामा अपलोड गरे। हजारौँ लाखौँ मान्छेले त्यो भिडियोहरू हेरे। तर त्यो भिडियोहरूको प्रतिक्रिया मैले नेपालका विभिन्न राजनीतिक दल, सरकार, जिम्मेवार पक्ष, नेता, कार्यकर्ता कसैले पनि त्यो कुरालाई सिरियस रूपमा नलिएर हो कि के हो कुनै प्रतिक्रिया दिएन के, कुनै पनि प्रतिक्रिया दिएन। जसले ती उच्छृङ्खल तत्त्वहरूको मनोबल बढ्ने काम भयो के। त्यसैले म सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई राष्ट्रिय सुरक्षा, धर्म को विषयमा जुन टीका टिप्पणीहरू भए विगतका दिनमा, त्यस विषयलाई लिएर अलिक गम्भीर हुन जरुरी छ के, गम्भीर हुन जरुरी छ। यदि समयमै गम्भीर होइएन यी विविध विषयमा चिन्तन गरिएन, मनन गरिएन भने अब अहिलेको परिवेशमा जुन तरिकाले कुराहरू आएको छ यो एकदमै खतरनाक छ, एकदमै खतरनाक छ है साथीहरु। बुझ्नु होला, बुझ्नु होला, चिन्तन मनन गर्नु होला। जुन तरिकाले ती उच्छृङ्खल तत्त्वहरू प्रस्तुत भए यो
सनातनी बाहुल हिन्दू बाहुल राज्यमा जुन तरिकाले ती अल्पसंख्यक समुदायका ती व्यक्तिहरू जसरी धाक धम्की लगाएर हैन देशलाई चुनौती खडा गरे यो कतै पनि कुनै पनि हालतमा यो देशको लागि राम्रो होइन। यो सोच्नु पर्ने विषय हो, सबैले सोच्नु पर्ने विषय हो, विचार गर्नु होला। यो बहुत खतरनाक छ है साथी होला। आफ्नो यो विषयलाई लिएर आफ्नो प्रतिक्रियाहरू राख्नु होला हैन। तपाईलाई के लाग्छ कस्तो लाग्छ आफ्नो विचारहरू राख्नु होला। तर गम्भीर हुनु होला है, चिन्तन मनन गर्नु होला यो विषयलाई लिएर। यो सामान्य विषय हैन। एउटा देशको प्रधानमन्त्री जस्तो मान्छे यो देशमा सुरक्षित छैन। प्रधानमन्त्री जस्तो मान्छे यो देशमा सुरक्षित छैन भने आम नेपाली जनताको के हालत होला, के हस्र होला, विचार गर्नु होला। अहिले त यो न्यून संख्यामा यति जब अब अहिलेको तपाईको रेकर्ड हेर्नु होला त्यो जनगणनाले पनि अरू घटेको त्यो समुदाय चाहिँ बढेको भनेर तिनीहरूको पर्सेन्टेज बढेको, अरूको पर्सेन्टेज घटेको र तिनीहरूको पर्सेन्टेज बढेको तथ्याङ्कले देखाइरहेछ। मतलब उनीहरू बढिरहेछन्। अबको 10 20 50 वर्षमा उनीहरू बढ्दै जाने हो, हामी घट्दै जाने हो। किनभने हामी मानसिक रूपमा अब के भन्नु, आफूलाई बाटो सम्झिन्छौँ तर दीर्घकालीन सोचमा हामी अहिलेको लागि बाटो चलाक भए पनि दीर्घकालीन यो चलाकै दीर्घकालमा यो हामीलाई ठुलो घात गर्ने निश्चित छ हैन। हामी धेरै नै अलिकति के भन्नु र, अलिक हाम्रो सहिष्णुता अलिक धेरै भयो के, अधिक भयो सहिष्णुता। यतिको सहिष्णु हुनु पनि मलाई लाग्छ आफैलाई घातक हो। कमसेकम प्रतिक्रिया त दिनुपर्छ, सुनेर बस्ने होइन के, सुनेर बस्ने नै होइन, त्यसको रियाक्सन आफूले प्रस्तुत गर्नुपर्छ के। गाह्रो छ, हामी हेरेर पनि सिक्दैनौँ। यो एकदम खतरनाक छ। ल यति नै हो। अब तपाईहरु पनि विचार गर्नु होला हैन, सोच्नु होला। विषयवस्तुहरू एकदमै जटिल छ। सोचेर चिन्तन मनन गरेर आगामी दिनहरूमा अलिकति यस्तो विषयवस्तुहरूमा चाहिँ सक्रियता निभाउनु होला हैन, सक्रिय भूमिका निभाउनु होला भन्दै आफ्नो कुराहरू तपाईँ माझ राख्दै बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।